कहिलेकाहीँ राजनीतिमा सबैभन्दा ठूला उथलपुथलहरू सबैभन्दा अनौठा ठाउँहरूबाट सुरु हुन्छन्। सोच्नुहोस् त, एउटा नाइट क्लबको डीजे मिक्सर नेपालको राजनीतिको केन्द्रबिन्दु बन्न सक्छ भनेर कसले पो सोचेको थियो होला र? तर भयो त्यस्तै। आज हामी एकजना मनोरञ्जनकर्ता कसरी देशकै एक शक्तिशाली व्यक्ति बन्न पुगे भन्ने त्यो अविश्वसनीय यात्रालाई खोतल्नेछौँ। बाचा बाचा हो, कानूनभन्दा माथि कोही छैन। यी केवल शब्दहरू होइनन्, यी तिनै शब्दहरू हुन् जसले नेपालमा एउटा यस्तो राजनीतिक आँधी ल्यायो जसले वर्षौंदेखि जमेका शक्तिहरूलाई जरैदेखि हल्लाइदियो। र यो भनाइ हो हाम्रो कथाको मुख्य पात्र सुदन गुरुङको। हो, आजको हाम्रो मुख्य प्रश्न नै यही हो। एक नाइट क्लबको डीजे कसरी नेपालको सबैभन्दा शक्तिशाली व्यक्तिहरूमध्ये एक बन्न पुग्यो? सङ्गीतको तालमा मानिसलाई नचाउने मान्छे, देशकै बागडोर सम्हाल्ने ठाउँमा यो यात्रा कसरी सम्भव भयो? यो कथा खालि एक व्यक्तिको मात्र होइन, यो त नेपालको पुरै एक पुस्ताको, एउटा बदलिलो सोचको कथा हो। ल अब यो यात्रालाई अलि नजिकबाट हेरौँ है त। एकातिर हेर्नुस्, डीजे, क्लब मालिक, इभेन्ट म्यानेजर, मतलब रङ्गीन रातहरू, सङ्गीत, मनोरञ्जनको दुनियाँ। अनि अर्कोतिर गृहमन्त्री, देशको कानून, व्यवस्था र सुरक्षाको सबभन्दा गहन जिम्मेवारी। यी दुई बिल्कुलै फरक दुनियाँलाई जोड्ने पुल आखिर कसरी बन्यो त? भनिन्छ नि, हरेक ठूलो परिवर्तनको पछाडि एउटा यस्तो खास क्षण हुन्छ जसले मान्छेको जीवनको बाटो नै मोडिदिन्छ। सुदन गुरुङको जीवनमा पनि त्यस्तै एउटा क्षण आयो जसले उनको लागि सबै थोक बदल्यो। साल थियो 2015। महाभूकम्पले पुरै नेपाललाई हल्लायो। 9000, यो केवल एउटा नम्बर होइन, यो त 9000 भन्दा बढी जीवनहरूको अन्त्य थियो। लाखौं मानिसहरूको घरबार विहीनताको कथा थियो। हजारौं टुक्रिएका सपनाहरूको पीडा थियो। हो, त्यही विनाश र कोलाहलको बीचमा सुदन गुरुङले एउटा यस्तो व्यक्तिगत क्षति भोगे जसले उनको जीवनलाई सधैँका लागि बदल्दियो। उद्धार कार्यमा खटिँदा उनको काखमा एक निर्दोष बच्चाले अन्तिम सास फेर्यो। भनिन्छ त्यो क्षणमा एक व्यवसायको मृत्यु भयो र एक अभियन्ताको जन्म भयो। यो टाइमलाइनले उनको त्यो रूपान्तरणको कथा प्रष्ट पार्छ। हेर्नुस् त, 2012मा एक सफल क्लब मालिक, अनि 2015 को भूकम्पपछि एक समर्पित स्वयंसेवक, र 2020मा त हामी नेपाल भन्ने संस्थाकै संस्थापक। उनले जुन कलाले नाइट क्लबमा भिड जम्मा गर्थे त्यही कला अब देश निर्माणको लागि प्रयोग गर्न थाले। तर उनको यात्रा मानवीय काममा मात्रै रोकिएन। अब हामी हेर्नेछौँ कसरी उनको यो अभियानले एउटा यस्तो राजनीतिक आन्दोलनको रूप लियो जसले नेपालको शक्ति समीकरणलाई नै पुरै उल्टाइदियो। र यो थियो त्यो सानो झिल्को जसले डडेलो नै लगाइदियो। सरकारले अचानक फेसबुक, इन्स्टाग्राम जस्ता सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगायो। तर युवाहरूका लागि यो केवल इन्टरनेट बन्द भएको कुरा थिएन, यो त उनीहरूको बोल्ने स्वतन्त्रतामाथिको सिधा हमला थियो। तर सत्य के हो भने यो विद्रोहको जरा निकै गहिरो थियो। सामाजिक सञ्जालको प्रतिबन्ध त त्यो अन्तिम धक्का मात्रै थियो। खासमा त वर्षौंदेखिको भ्रष्टाचार, नातावाद अनि बढ्दो बेरोजगारीले जनताको मनमा आक्रोशको आगो सल्काइरहेको थियो। हो, यही मौकामा सुदन गुरुङको आधुनिक सोच र उनको सङ्गठनात्मक सिपले काम गर्यो। उनले डिस्कोर्ड र इन्स्टाग्राम जस्ता प्लेटफर्महरू प्रयोग गरेर हजारौं युवाहरूलाई सडकमा उतारे। उनी त्यो जेनजी विद्रोहको अनुहार बने। तर दुःखको कुरा, त्यो आन्दोलन शान्तिपूर्ण रहन सकेन। सडकमा झडपहरू भए र 77 जना युवा प्रदर्शनकारीले ज्यान गुमाए। यो रक्तपातले पुरै देशलाई स्तब्ध बनायो र अन्ततः तत्कालीन प्रधानमन्त्रीलाई राजीनामा दिन बाध्य बनायो। सडकको आन्दोलनले सरकार त ढल्यो, तर के यसले साँच्चै देशको भविष्य बदल्न सक्थ्यो? अब हेरौँ यो विद्रोह सडकबाट कसरी संसदसम्म पुग्यो। अनि चुनावको नतिजा आयो र त्यसले त सबैलाई चकित नै पारिदियो। यो ग्राफले कति प्रष्ट देखाउँछ हेर्नुस् त। सुदन गुरुङले 29,886 भोट ल्याए भने उनको निकटतम प्रतिस्पर्धीले जम्मा 15,398, मतलब झण्डै दुब्बरको अन्तर। यो सामान्य जित थिएन है, यो त जनताले पुरानो राजनीतिको विरुद्धमा दिएको एउटा शक्तिशाली सन्देश थियो। र यसरी नेपालले एउटा नयाँ बिहानी देखियो। बालेन शाहको नेतृत्वमा बनेको यो नयाँ मन्त्री परिषदमा डाक्टर स्वर्णिम वाग्ले, शिशिर खनाल र सोभिता गौतम जस्ता युवा, पढे लेखेका र परिवर्तन चाहने अनुहारहरू थिए। देशले आशाको एउटा नयाँ किरण देखेको थियो। अब कथा आफ्नो सबैभन्दा नाटकीय मोडमा आइपुग्छ। नयाँ गृहमन्त्री सुदन गुरुङ आफ्नो कुर्सीमा बसे। सारा देशको नजर उनीमाथि थियो। उनले के गर्लान्? आफ्नो बाचा पूरा गर्लान्?
र उनले त्यो गरे जुन सायद कसैले सोचेको थिएन। पदभार सम्हालेको केही दिनमै पूर्व प्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परे। नेपालको इतिहासमा यो एउटा अभूतपूर्व घटना थियो। आन्दोलनमा मारिएकाहरूको लागि न्यायको लडाईँ अब सुरु भइसकेको थियो। यो क्रम यतिमै रोकिएन। त्यस लगतै पूर्व गृहमन्त्री रमेश लेखक पनि पक्राउ परे। सन्देश एकदमै स्पष्ट र चर्को थियो, अब नेपालमा कोही पनि कानूनभन्दा माथि हुने छैन। आफ्नो कदमको बचाउ गर्दै गुरुङले भने कि उनले त केवल सुरक्षा निकायलाई राजनीतिक हस्तक्षेपबाट मुक्त गराइरहेका छन्। उनले आरोप लगाए कि विगत 36 वर्षदेखि सुरक्षाकर्मीहरूलाई राजनीतिक हतकडीले बाँधिएको थियो र अब उनीहरू स्वतन्त्र छन्। तर यो कथा यति सिधा र सरल पनि छैन। एकातिर उनका समर्थकहरूले यसलाई ढिलै भए पनि मिलेको न्यायको रूपमा हेरेका छन्, तर अर्कोतिर आलोचकहरूले उनको आर्थिक पारदर्शिता र विदेशी सम्बन्धहरूमाथि प्रश्न उठाएका छन् र यसलाई राजनीतिक बदलाको रूपमा व्याख्या गरेका छन्। र अब सबैभन्दा ठूलो प्रश्न खडा भएको छ, के यो साँच्चै न्यायको सुरुवात हो वा राजनीतिक बदलाको खेल? नेपालको यो नयाँ र युवा नेतृत्व इतिहासको सबैभन्दा ठूलो परीक्षाको सामना गर्दैछ। के उनीहरूले देशलाई एउटा नयाँ दिशा दिन सक्लान् वा पुरानै चक्रमा फस्नेछन्? यसको जवाफ त केवल समयले नै दिनेछ।